ल है साथीहरू, आज चाहिँ म एउटा पाकेको काँक्रा लिएको छु र खल्पी अचार लगाउन लागिरहेको छु। यो चाहिँ खल्पी अचारको लागि एकदमै उपयुक्त काँक्रा छ, बाक्लो बोक्रा छ। त्यही भएर यसलाई चाहिँ म चाहिँ यसरी खुर्केर सफा गरेर चाहिँ यसरी तयार गरेको छु। यो सफा गरेर तयार गरेको काँक्रालाई चाहिँ अब बनाउँछौँ हामी यसरी चिरा चिरा बनाउँछौँ। यसरी चिरा चिरा बनाइसकेपछि चाहिँ यो भित्र भएको बिहा गुदी छुटाएर चाहिँ आवश्यकता अनुसारको पिस बनाउनको लागि एकदमै सजिलो हुन्छ। मैले चाहिँ सबै काँक्रालाई चाहिँ यसरी चिरा बनाइसकेँ। अब यसको चाहिँ हामी निकाल्छौँ, छुटाउँछौँ बिहा र गुदी। अब यसको यो बिहा चाहिँ आगामी वर्षको लागि बिउको लागि सुकाएर राख्छौँ हामी। र यो बिहा गुदीको चाहिँ फेरि तत्काल खानको लागि हामी अचारै बनाउँछौँ। हामी चाहिँ यसरी सबै यसरी चाहिँ छिलेर चाहिँ छुटाउँछौँ। यसरी हामीले चाहिँ बिहा गुदी र यो खल्पी लगाउनको लागि तयार गरेको काँक्रा यसरी छुटाइसकेका छौँ। अब यसलाई चाहिँ हामी आवश्यकता अनुसारको पिस बनाउनतिर लाग्छौँ। म चाहिँ खल्पी अचार लगाउँदाखेरि जहिले पनि ठुल्ठुलो पिस बनाएर काटेर राख्छु। यसरी ठुल्ठुलो पिस बनाउँदा चाहिँ खाना खाँदा एक एकवटा निकालेर खान सजिलो हुन्छ। हामीले चाहिँ यसरी यो बिहा र गुदीलाई पनि यसरी छुट्यायौँ। अनि यसरी चाहिँ यो गुदीलाई पनि यसरी मसिनो पिस बनाएर काटेर यसको पनि चाहिँ तत्काल खानको लागि अचार बनाउँछौँ हामी। सबै रेडी भइसकेपछि चाहिँ म यसरी चाहिँ मरमसलाहरू लगाएर चाहिँ यसलाई मल्छु। यसमा चाहिँ मैले लगाएको छु तोरीको धुलो, बेसार, नुन, खुर्सानी र अलिअलि जिराको धुलो लगाएको छु। र यसमा चाहिँ सबै खल्पी अचारको लागि सबैभन्दा महत्त्वपूर्ण मसला चाहिँ हामी तोरीको धुलोलाई मान्छौँ। अनि यसमा म तेल र तोरीको धुलो अलिक बेसी लगाएर चाहिँ यसलाई यसरी मलेर चाहिँ हामी राख्ने गर्छौँ। म चाहिँ खासै धेरै मरमसला लगाएको चाहिँ मन पर्दैन, त्यही भएर म अलिअलि मात्रै मरमसलाहरू लगाउँछु। तोरीको धुलो र तेल अलि बढी लगाएर यसरी चाहिँ मजाले मलेर चाहिँ हामी बट्टामा राख्छौँ। यसरी राखेको अचार चाहिँ पछिसम्म खान मिल्छ। खल्पी अचार कसलाई मनपर्छ कमेन्ट गर्नुहोला। नजिक हुनुहुनेहरू खानाको लागि आउनुहोला। हस् त, बाई बाई।